हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ मेरो छोरीलाई म स्कुल जानुको लागि रेडी पार्दैछु। अन्त ऊ चाहिँ मसँग छ भने साह्रै लाडे पल्टिन्छ। अन्त बिहान चाहिँ म चाहिँ उसलाई फकाउँदै त्यहाँ जुत्ता लगाइदिँदै थिएँ। ऊ चाहिँ बेबी भएर के भनिरहेको थियो मलाई क्या। मम्मा यस्तो मलाई डलहरू चाहियो नयाँ, मेरो डलहरू सबै पुरानो भएको छ भन्दै ऊ चाहिँ मलाई पुरा त्यहाँनिर माया गर्दै थियो। उयो गर्दै थियो मलाई, कति क्युट हो मेरो मम्मा त भन्दै फकाउनु हुँदै थियो होइन। अन्त म चाहिँ उसको भिडियो बनाइदिएको नि त। नानीहरूलाई रेडी बनाउनु पढाउनु चाहिँ कति मुस्किल हो है, आम्मामा मुस्किल काम हो। अन्त उसलाई चाहिँ मैले फकाउँदै होइन, अन्त म तिमीलाई गुडियाहरू किनिदिन्छु नि, तर राम्रो पढ्नुपर्छ ल भन्दै उसलाई फकाउँदै होइन, पप्पीहरू गर्दै कपालहरू कोरिदिँदै मैले चाहिँ हो उसलाई भन्दै। अन्त उसले चाहिँ मम्मा हामी दुईजना सेल्फी लिउँ न सेल्फी भन्दै थियो होइन। अन्त मैले चाहिँ उसलाई सेल्फीको लागि चाहिँ उयो गरिदिँदै थियो। सेल्फीको पोज पनि उसले त छिट्टो दिन्छ नि। अन्त स्कुल ढिलो भइसक्यो, अहिले फेरि ढिलो हुन्छ भन्दै उसलाई चाहिँ मैले कपालहरू कोरिदिँदै थिएँ होइन। अन्त ऊ चाहिँ फेरि कपाल बाँध्नु ट्याक्कै मान्दैन, खालि छोड्नु भन्छ। अन्त उसलाई चाहिँ मैले फकाउँदै बाँधिदिन्छु नि भनेको मानेन। अन्त चाहिँ बाँधेर क्लिप लगाइदिएँ मैले चाहिँ उसलाई होइन। उसले सिम्पली यसरी नै जान्छ नि त, ऊ कपाल बाँध्नु त ठ्याक्कै मान्दैन। त्यही भएर चाहिँ कपाल बाँधिदिएँ के भन्दै उसलाई फकाउँदै। अब अलिक लामो भएपछि त बाँध्नुपर्छ ल गरम महिनामा भन्दै थियो। अन्त होइन मम्मा यत्तिकै जान्छु म भन्दै थियो उसले चाहिँ हो। तर पनि मैले फकाउँदै उसलाई के भन्दै उयो गरेँ होइन। अन्त चाहिँ ऊ पनि के भनिरहेको थियो मलाई क्या। त्यतिकै गफ गर्दै आमा छोरी के भन्दै हो। मेरो बिहानको ड्युटी चाहिँ यस्तो हो, नानीलाई उठायो के खुवायो, उसको लागि नै 2-3 घन्टा त नानीसँग नै तयारी बनाइदिँदा, होमवर्कहरू चेक गरेर पठाउँदा, अन्त लन्चहरू हालिदिँदा हो बिजी। मम्माको लाइफ चाहिँ यस्तो हुँदो रहेछ भनेर चाहिँ देखाउनु खोजेको मैले। अन्त तपाईँहरूलाई यदि यो भिडियो मन पऱ्यो भने चाहिँ लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् होइन। अन्त हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ मेरो छोरीलाई म स्कुल जानुको लागि रेडी पार्दैछु। अन्त ऊ चाहिँ मसँग छ भने साह्रै लाडे पल्टिन्छ। अन्त बिहान चाहिँ म चाहिँ उसलाई फकाउँदै त्यहाँ जुत्ता लगाइदिँदै थिएँ। ऊ चाहिँ बेबी भएर के भनिरहेको थियो मलाई क्या। मम्मा यस्तो मलाई डलहरू चाहियो नयाँ, मेरो डलहरू सबै पुरानो भएको छ भन्दै ऊ चाहिँ मलाई पुरा त्यहाँनिर माया गर्दै थियो, उयो गर्दै थियो मलाई, कति क्युट हो मेरो मम्मा त भन्दै फकाउनु हुँदै थियो होइन। अन्त म चाहिँ उसको भिडियो बनाइदिएको नि त। नानीहरूलाई रेडी बनाउनु पढाउनु चाहिँ कति मुस्किल हो है, आम्मामा मुस्किल काम हो।